उपलक्ष्यमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। कोकोमेन्डो तामाङ सेवा समाज पोखरा 16 बाटली चौक स्थापना 2065। यहाँ चाहिँ सहयोगकर्ता हाम्रो अग्रज सहयोगकर्ताहरूको नामावली यस प्रकार छ। सहयोगकर्ता अग्रज नामावलीहरूको नाम यस प्रकार छ। कार्यक्रम पनि सुरु भइसकेछ र नेपाल तामाङ घेबुङ कास्कीका वर्तमान सदस्य र यस कोकोमेन्डो तामाङ समाजका कोषाध्यक्ष नगरको सदस्य र यसै कोकोमेन्डो तामाङ समाजका कोषाध्यक्ष कृष्ण तामाङज्यूलाई नै हार्दिक आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। र नेपाल तामाङ घेबुङ नगर आमा एकदम ज्येष्ठ नागरिक आमा हुनुहुन्छ, आमालाई नै आसन ग्रहण पदम कुमारी र आसन ग्रहण तथा दिदीबहिनीहरूलाई म संयोजनको तर्फबाट 2862 तालुक सुनौलो छालको उपलक्ष्यमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु र विशेष गरी हाम्रो कोकोमेन्डो तामाङ समाज श्रद्धेय मानबहादुर तामाङजीको नेतृत्वमा 2065 सालमा स्थापित गरिएको रहेछ र 2073 सालमा लीला धुमधमको अध्यक्षतामा हामीले भवन निर्माण गरिसकेपछि धन्यवाद मामा पदम तामाङजीलाई। र यो मन्तव्य अहिले यहीँ स्थगित गर्दै हाम्रो यहाँ समाजमा अब सोल्टीहरू साथीभाइहरू सबै विदेशतिर जानुभएको थियो है। अब उहाँहरू अहिले आउनुभएको छ। उहाँहरूलाई चाहिँ हाम्रो लोसारको उपलक्ष्यमा उहाँहरूलाई चाहिँ के अरे सम्मान गर्ने कार्यक्रम भएको हुनाले सम्मान गरिदिनु हुन हाम्रो यस सभाका सभाध्यक्ष तुलबहादुर मामालाई खाता उठाएर स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र हाम्रो सोल्टी मौसम तामाङ अगाडि आइदिनु हुन र आफ्नो सम्मान थापिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मौसम सफा छ आदर्शजीले लगाइदिनुहोस्। मान्छे पोरो छ भने मौसम त्यसै सफा हुन्छ। सबैले ताली बजाउँदै धन्यवाद मौसम सोल्टी र अर्को सोल्टी हुनुहुन्छ सुरेश तामाङ, उहाँलाई पनि अगाडि आएर आफ्नो आसन ग्रहण गरिदिनु हुन एक सम्मान माइजू आउनु अगाडि आएर आउनु सामान धन्यवाद माइजू तपाईँलाई र फेरि अब अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
उहाँहरूले चाहिँ हाम्रो समाजलाई अहिले 15,000 दिएर हाम्रो समाजलाई चाहिँ सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा पनि उहाँहरू विदेशमा अझै राम्रो अझै प्रगति गरोस् भन्दै हाम्रो समाजले उहाँहरूलाई अझै उत्तर प्रगतिको कामना व्यक्त गर्दछ। र हाम्रो सुरेश तामाङ हाम्रो भाइ युके लौरे 5,005 रुपियाँ दिएर हामीलाई सहयोग गर्नुभएको छ। उहाँको पनि अझै प्रगति होस् र अलिक ठुल्ठुलो पोस्टमा गएर हामी सबै समाजले सुन्न पाउँ र अनि अर्कोचोटि अलिक धेरै सहयोग धेरै धेरै सबैलाई लस्सो फ्याबुल्जी आसाङ नाना आँगा कोन्मे सबैलाई मेरो फ्याफुल्ला र हुन त हामी सबैलाई थाहा नै छ हामीले यो कोकोमेन्डो समाज खडा गर्न कसरी गर्यो भने अब पहिलाको सबैलाई थाहा नै छ होइन। त्यतिखेर चाहिँ हामीले समाज कठा गर्ने बेलामा हामीहरू 500 रुपियाँको दरले सदस्य शुल्क गऱ्यौँ के। त्यतिखेर समाज गर्ने बेलामा कति अब मान्छे पनि अब हामीले समावेश गऱ्यौँ र अहिले केही नेपाली अहिले 34 त्यो छ भने 34 35 36 37 जना लगभग होला। केटाहरू फेरि यहाँ पुरै गेममा बिजी हो। सानो ह्याप्पी लोसार हाम्रो आज हेर न फेरि आमा ह्याप्पी लोसार है ठुलो बा।
शनिबारको खाना ल ल ल अझै के छ पकौडा फिनिस भएको राजा अचार के छ ज्यामजुम हाल न के छ ए म यो भ्लगर आमामा राजालाई देख्यो पुरै एउटा वाइन लोसर भव्य रूपमा मनाइरहेछौँ हाम्रो खानपिन कार्यक्रम भइरहेछ अहिले लोसरको उपलक्ष्यमा एनजी खो एनजी 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 खाना कस्तो छ दामी खाना मिठो छ ल मजाले खाऊ है त खाइसक्यो माथि गएर बस्नुहोस् है म खान्छु त्यो खानु तपाईँ खानु म खान्छु पर्ने पर्ने युवाल घिसिङ युवाल Happy Losa. Ibal. Happy Losa. Ibal, Happy Losa.
हाम्रो यहाँ बेलुन फुटाउने गेम भइरहेछ बच्चाहरूको ल 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 दुईजना ल हाम्रो बहिनी नानी फर्स्ट भएकी छिन् ल अमिरा फर्स्ट भयो सेकेन्ड तिमी आऊ सेकेन्ड तिमी सेकेन्ड भयो फर्स्ट सेकेन्ड ल ऊ फर्स्ट तिमी फर्स्ट भयो खोइ त अनि बेलुन त फुटेछ त तिमी सेकेन्ड भयो ए फुटायो ल ल ल लु कङ्ग्रेचुलेसन तिमीलाई लु बधाई छ तिमीलाई लु सेकेन्ड लु बधाई छ कङ्ग्रेचुलेसन ओ थर्डको लो हो लु गुड हो लु सबैले खेल्नु त्यहाँ ल हाम्रो बेलुन फुटाउने बच्चाहरूको गेममा यिनी बहिनी अमिरा चाहिँ फर्स्ट भएको छिन् यिनी सेकेन्ड अनि तिमी त भागेको गरेर उसको बेलुन फुटाउनु पर्दैन अनि भागेको गरेर भयो त उसको फुटाउनु पर्छ त
अहिले चाहिँ यो हाम्रो आमा पार्टीको तातो तातो आलु भन्ने गेम भइरहेछ। ल फर्स्ट सेकेन्डमा है दुईजना रह्यो, दुईजना। ल अब यसो मात्रै। ल फर्स्ट सेकेन्ड को हुने त फर्स्ट। यतै थियो बल पछि खालेको। यतै फर्स्ट बल यतै फर्स्ट यता हो। फर्स्टमा हेर्छ उहाँ फर्स्ट सेकेन्ड। पुरस्कार